समन्वय गरेर अगाडि बढ्छौँ यसको लागि चाहिँ। अब यो बाटोको चाहिँ अब अहिले हामीले हेरिहाल्यौँ होइन, बाटो त अब यो बाटोको समस्या यहाँ मात्र होइन, गोदावरी नगरपालिकाभरि हरेक ठाउँमा हामी जाँदाखेरि बाटोको यस्तो समस्याहरू भइरहेछ। हिजो हामीले पनि अब यता उसमा जाँदा पनि बाटै हेरेर गएको थियौँ, त्यहाँ हिँड्यो यस्तो समस्याहरू यस्तो टिप्पे नै गएको थियौँ। अब यो बाटो अहिलेलाई चाहिँ कस्तो भएको छ भने अब टेन्डर परे पनि अहिले मूल्य अभिवृद्धिका कारण अब रोकिएका छन् कामहरू होइन, कामहरू रोकिरहेछन्। अब यसको लागि त के छ, अब यो सञ्चालन भएन भने हामी पनि निरीक्षण गर्छौँ, हजुरहरूको पनि अधिकार छ कि यसमा चाहिँ यो किन भएन, नगरपालिकामा गएर काँचा टेन्डर गर्यो किन भएन भनेर यो चाहिँ अब हामीले बुझ्ने बेला भयो कि अब अरूले गर्छ भन्दा पनि हामीले गराउनु पऱ्यो कि कसरी हुन्छ, कहाँ गएर हुन्छ, सम्बन्धित ठाउँमा गएर हुन्छ कि, त्यसको लागि चाहिँ अब हजुरहरू सँगसँगै हामी हिँड्न तयार छौँ कि, त्यसकै लागि नै आएको हो। अनि अर्को एउटा ठुलो कुरा चाहिँ हाम्रो जस्तै लागु औषधको समस्या भनेर हाम्रो यहाँ त व्यापक छ, त्यो पनि होइन 12-13वटा त रियापै छ बाटतिर होइन, त्यो बाटतिर रियापलाई कसले नियन्त्रण गर्छ। अब रियापमै बसेर खाने मान्छे नि कति हुन्छ, हाम्रै घर अगाडि अब त बस्तीमै पनि रियाप आइसकेको छ। त्यो रियापमा मान्छेहरू पनि खान थालेको, रियाप चलाउनेहरूले नै खान थालेपछि त खतम भइहाल्थ्यो होइन। त्यो चाहिँ त्यहाँ अब पुलिस पठाएर हुन्छ, प्रशासन पठाएर हुन्छ कि टाइममा निगरानी गर्ने हो, त्यो तपाईँहरूले निगरानी गर्नु होला हामीले भन्ने कुरा त्यही हो। हामी अब सल्लाह गरेर होइन, प्रशासनसँग सल्लाह गरेर के छ यहाँको अवस्था बुझ्नु भनेको त्यो पनि कुरा गर्छौँ। अनि अर्को चाहिँ एउटा हाम्रो सरसफाइ भन्ने कुरा नि भाइले, त्यसको लागि चाहिँ अब यहाँ सम्बन्धित हाम्रो यहाँ समितिमा होइन के छ, अब वडाबाट हुँदैन भने अब समितिसँग बसेर हाम्रो यहाँ रमेश सर हुनुहुन्छ, अब यता हाम्रो सृजन सरहरू हुनुहुन्छ, हामी यहाँ समितिमा भएकोसँग छलफल गरेर कसरी अगाडि बढाउने, त्यसको लागि हामी पनि समन्वय गरिदिनुपर्छ भने हामी आइदिनुपर्छ भने आइदिन्छौँ होइन, हाम्रो समय अनुकूल भएको बेलामा उहाँ यहाँ समन्वय गरेर हजुरले यस्तै मैले हजुरलाई जिम्मा दिएँ यसको चाहिँ गर्नु होला। अनि अर्को के छ हाम्रो जस खोलाको मापदण्ड पनि अब त्यो के छ त बुझेर होइन, अब यातायातको समस्या, यातायातको त हामी जहाँ पनि सुनिरहेछौँ। अब हामी नै 2 नम्बरमा बसौँ, त्यो 2 नम्बरमा पनि यातायातको समस्या चाहिँ 1 नम्बरमा हो त्यस्तै छ। अब 4को त पुरै नगरौँ, अब एउटा 3मा पनि त्यस्तै नै छ ठाउँमा। लगभग यो गोदावरी नगरपालिकाभित्रै यातायातको समस्या त जहाँ पनि छ। यसको लागि चाहिँ म अध्ययन गरिरहेको छु होइन, हामी 2जना मिलेर अब यातायात ज्ञापन पत्र लिएर हामी जाने नगरबाट हामी तयारीमै छौँ। यसको लागि अब हजुरले पनि उठाउनु भयो, यो जहाँ जता पनि उठेको छ, 5 नम्बरबाट पनि आएको छ यो कुराहरू। यसलाई पनि हामी समन्वय गरेर अगाडि बढ्छौँ। अब सम्बन्धित व्यक्तिसँग छलफल गरेर यो यातायातको व्यवस्था चाहिँ हामी चाँडोभन्दा चाँडो, सायद हामी छिटोभन्दा छिटो यसको चाहिँ व्यवस्थापन गर्नेतिर हामी लागिरहेछौँ होइन। अब हाम्रो अगाडि कदम भन्ने यही छ। अनि जस्तै अब अहिले हामीले कुरा उठाइरहेको छौँ सदनमा, जस्तै सल उठाउनु भएको छ यहाँतिरको यो हाम्रो विपद व्यवस्थापनको बारेमा पनि उठाइरहनु भएको छ। अब हामीले हरेक यो उठेको जग्गा बिट्टा जग्गाहरूको बारेमा पनि कुरा उठाइरहेको छौँ। अब यहाँ पनि त्यो समस्याहरू होला होइन। अब यसको लागि चाहिँ अब हामी अध्ययन गरेर अगाडि बढि नै रहेछौँ। अनि अर्को कुरा अब एकचोटि अब स्थानीय यो कुशासनको अन्त्यको लागि चाहिँ स्थानीयमा पनि एकचोटि चाहिँ अब के छ, अब हामीले भन्ने भन्दैन, हजुर आफैले स्वयं विचार गरेर माथिबाट मात्र हुँदैन, यो कुशासन चाहिँ मुनिबाटै जरेबाट उठाल्नको लागि चाहिँ अब एकचोटि हजुरले धैर्य गरिदिनु पऱ्यो क्या। अहिले एकैचोटि भनेर अब हामीले भनेको नमान्ने पनि छन् नि त, किनभने हाम्रो विपरीत हुनुहुन्छ, अब पार्टी विपरीत छौँ। हामीले भनेको किन मान्ने भने हामीलाई त कतिपय कुरा त ओडाको थाहा पनि हुँदैन, स्थानीय निकायको कुराहरू त। अब स्थानीय चुनाव पछि अब नै अगाडि बढ्ला। अब कुशासनको अन्त्य परिवर्तन भनेको त तलैबाट गर्नु पऱ्यो नि, माथि चाहिँ परिवर्तन भयो होइन। अब तलैबाट परिवर्तन गर्नको लागि चाहिँ अब अलिक टाइम हजुरले धैर्य गर्नै पर्ला। त्यो त त्यसरी त हजुरले भने जस्तो त्यही अनुसार जाउँला होइन। तर अहिले तत्कालीन जुन समस्या हुन्छ, असार लाग्यो, पछि पानी आउँछ, बाढी आउँछ, बस्तीमा पस्छ, गाउँभरिको मान्छे निवेदन दिएको छ, नगरपालिकाबाट ओडाबाट निर्णय भइसकेको छ, अलिकति आएर भत्काइसकेको छ, प्राइभेट बोर्डिङ चलाएको छ, सार्वजनिक जग्गा कब्जा गरेको छ भने त्यो निर्णय कार्यान्वयन नभइसकेपछि सरले हजुरहरूले निर्णय लाने ओडालाई त भन्नु मिल्यो नि त होइन। हामी बस्छौँ नि सँगै, हजुरहरूसँगै हामी, मैले भने त हजुरहरूसँगै हामी हिँड्न तयार छौँ कि हजुरको समस्या लिएर। ओडा अध्यक्षलाई बोलाउने, मेयरलाई होइन, उहाँहरू सबैलाई फेरि यो अहिले आएको मैले सिधै भने होइन, उहाँ सबैले कङ्ग्रेसी कलर भयो
त्यो सञ्चालक पनि कङ्ग्रेस वडा अध्यक्ष पनि कङ्ग्रेस भएको त्यही हो जस्तै हाम्रो प्रधानमन्त्रीज्यूले भन्नुहुन्छ नि त यो चाहिँ कङ्ग्रेस हिँड्ने बाटो बनाउँछ एमाले हिँड्ने हो हामी चाहिँ त्यो सोचले हिँडेका छौँ तर त्यो छैन के तल स्तरमा अब आफ्नो कार्यकर्ता अब त्यसलाई चाहिँ कसरी खुसी अब यहाँ गर्ने, तपाईँको कसरी 18-20 घरमै जम्मै बस्तीमा पानी पसेको त्यो असरको पानीले गर्दाखेरि अनि त्यसपछि यो प्रक्रिया भयो निवेदन हाल्यो सारा कुरो भइसकेपछि त्यसै पनि हामी निर्णय बुझेर होइन के रहेछ त हामी बुझेर यसको लागि अगाडि बढ्छौँ फेरि पनि हजुरलाई धेरै धेरै म त 1 वर्ष धन्यवाद भइसक्यो यसमा हिँडेको सूर्यकाले मार्सित